रङबिरङ्गीको गाइस यहाँ त चाहिँ खास ट्रेकिङ देखिरहेको छ ब्याक साइडहरू एकदम होइन कडक देखिरहेको छ ट्रेकिङ मान्छे जस्तो कञ्चनजङ्घा गाइस पुरा घुमिदिन्छ होला है केटाहरू उपर आऊ बदमा जालास् नि फेरि पिछेबाट सरक साह्रै नै भोक लागेको रहेछ है हाम्रो चाहिँ यो खालको छैन थालेर यो उपर छ नि एउटा एक्स्ट्रा यहाँ यस्तोहरू डाइनिङमा सबैजना हेलो किड्स वेलकम छ मेरो नयाँ भिडियोमा है सो आजको भ्लग चाहिँ के हुनेवाला छ भने चाहिँ आजदेखि चाहिँ हामी चाहिँ म मेरो साथीहरूसित ट्रेकिङ जानेवाला छु र आज चाहिँ फर्स्ट अफ अल यहाँदेखि चाहिँ म नाम्ची जानुपर्ने छ सो गाइस आज के वाला हुनेछ एकदम इन्ट्रेस्टिङ हुनेवाला छ अन्तिमसम्म हेरिदिनुहोस् गाइस सामानहरू लाउनु पर्ने हुन्छ गाइस म चाहिँ घरबाट हिँडिसकेँ होइन सो गाइस घरकै मुनिपट्टि छु अहिले चाहिँ फिलहाल 8 बजिसक्यो र माथिबाट गाडी हिँडिसक्यो भने साथीहरूकोबाट होइन सो लगभग अब यहाँबाट आधी घन्टा जस्तोमा पुगिहाल्छु रेसी त्यहाँदेखि उनीहरू आइपुग्छ होला त्यहाँदेखि चाहिँ एकैचोटि नाम्ची गाडीमा जाने हो र एकदम धेरै एक्साइटेड छु ट्रेकिङको लागि है र खासै हामी नाम्चीबाट पनि चेम्चे भन्ने जग्गामा जानुपर्छ जहाँ चाहिँ टुरिज्मको डिपार्टमेन्टहरू हुन्छ जहाँसित चाहिँ हामी उनीहरूसित चाहिँ यो वर्षे सोरेङ गएर चाहिँ वर्षे गएर चाहिँ एक्सप्लोर गर्न सकिन्छ र यो मेरो 5 डेज होला लगभग यो जर्नीमा तपाईँहरूले एकदम धेरै इन्ट्रेस्टिङ हुनेवाला छ र अन्तिमसम्म हेरिदिनुहोस् मेरो 5 डेजको जर्नी हो म जाने बाटो चाहिँ यस्तो छ फिलहाल चाहिँ यहाँदेखि चाहिँ चप्लीमै हिँडेको तलदेखि मात्रै जुत्ता लाउने हो सो गाइस म फिलहाल चाहिँ अहिले बाटोमा हिँड्दैछु होइन सो अहिले फिलहाल चाहिँ म रेसीको माथि छु र रेसी पुग्नु आँटेँ तल देख्न सक्नुहुन्छ उतल ऋषि बजार सो म गाइस यहाँदेखि चाहिँ यस्तो हिँडेर गएर चाहिँ म माथि फाटक पुग्नुपर्छ त्यहाँदेखि चाहिँ मेरो साथीहरू आउने गर्छ माथिल्लो बाटो है कलुकदेखि सो कतिखेर आउने हो यादै छैन मलाई उनीहरू आइपुग्न आँट्दा कल गर्छु भनेको छ सो गाइस म चाहिँ अब त्यहाँ गएर पर्खिनुवाला छु उनीहरूलाई दिन पनि यस्तै छ तर यस्तै शीतल भएको राम्रो मेरो लागि चाहिँ सो गाइस म फाइनल तपाईँहरूले देख्न सक्नुहुन्छ है म फाइनली रेसी आइपुगिसकेको छु यस्तो छ बजार आजको दिनमा चाहिँ होइन सो के छ भने गाइस आज चाहिँ होइन यहाँदेखि अब पर फाटकसम्म चाहिँ हिँडेर जानु भन्दैछ त्यहाँदेखि फाटकदेखि चाहिँ गाडी आउँछ होला सायद है सो त्यहाँसम्म चाहिँ हिँडेर जानेवाला छु र 15-16 मिनट लाग्छ भन्दै चाहिँ आइपुग्नु गाइस हाम्रो चाहिँ आइपुगिसकेको छ है गाडी हो अब चाहिँ जानेवाला छ यसमा एकजना यहाँ बिमारी सिरियस रक यता चाहिँ के भयो पारा पारा मेरो गति छ
गाइस हामी चाहिँ होइन नाम्ची नागिसकिसक्यो अहिले फिलहाल चेम्चे जाँदैछ जग्गाहरू चाहिँ एकदम बबाल छ सो गाइस हामी फाइनली चेम्चे आइसकिसक्यो सो अहिले फिलहाल 10:30 आइसक्यो है र फिलहाल यस्तो छ टेन्टहरू उपर सो हाम्रो सामान यस प्रकारको छ है हाम्रो साथीहरू सबै एकदम खुसी छ एक्साइटेड यस्तो जग्गामा आइसकिन्छ हामी चाहिँ हामीलाई पनि थाहै छैन अहिले फिलहाल कहाँ आएको छ नाम्ची माथि होइन नयाँ जग्गामा हजुर फिलहालमा यो चाहिँ कर्म घर होइन यहाँ त चाहिँ खास ट्रेकिङ देखिरहेछ ब्याक साइडहरू एकदम होइन कडक देखिरहेछ ट्रेकिङ मान्छे जस्तो अगाडिबाट पनि फुल युनिफर्ममा छ एडभेन्चरको लागि रेडी छ म तपाईँहरूलाई अब कञ्चनजङ्घा देखाउँछु कञ्चनजङ्घा म चाहिँ 1 सेकेन्डमा घुमिदिन्छु है कञ्चनजङ्घा गाइस यस्तो छ है यहाँ यो चाहिँ अगाडिको चाहिँ रक क्लाइम्बिङ जस्तो प्र्याक्टिस गराउँछ यसमा चाहिँ है र अहिले चाहिँ यिनीहरू पनि अगाडि रहेछ खै के लेखिरहेछ जस्तै स्पोर्ट क्लाइम्बिङहरू भयो स्पोर्ट वालहरू केहरू लेखिरहेको छ यहाँ तल चाहिँ बोइस होस्टेल रहेछ र फिलहाल हाम्रो केटाहरू जाँदैछ अगाडि र अरू स्कुलकोबाट पनि धेरै लगभग 58 जना समथिङहरू हुन्छ भन्दै थियो है 68 लगभग सो आई होप इन्ट्रेस्टिङ मजादार हुनेवाला छ र धेरै कुराको सिक्नु पाइन्छ जस्तो छ हामीले नि है र अहिले फिलहाल हामी बोइस होस्टेलपट्टि जाँदैछ गर्ल्सहरूको चाहिँ उतापट्टि थियो एकदम हेर्नु चाहिँ कस्तो मजाको भ्यूहरू छ फ्लावर्सहरू लगाएर बस्ने जग्गाहरूदेखि लिएर यो गर्ने सो गाइस अहिले हामी चाहिँ रुममा जाँदैछ है होस्टेल रुममा जाँदैछ सो सायद भोलिदेखि मात्रै हुन्छ जस्तो लाग्छ 7 जनाको 3 जनामै हाम्रो छैन है 7 जना हुन्छ है सो गाइस हाम्रो चाहिँ यो 7 जनाको रुम रहेछ यहाँ चार्जिङ पोइन्ट पनि अलग्गै ल कर्म है 13 बाट स्टार्टिङ चाहियो ट्राई गर्नु उही माथि भए पनि टुप्पोसँग पुग्न है स्पोर्ट क्याप्टेन हार मान्नु भएन नि हो थत यता पनि लु होसियारले है जालास् नि फेरि पिछेबाट हेलिपेड पो रहेछ त यहाँ हेलिपेड के हो गएर त्यस्तो यस्तो पनि छ है सकिन तान्छो यहाँबाट थालौँ न अगाडि म थालिदिहालिदिन्छु ल ल ल ल तक्रा छौ तक्रा यहाँ थाल्दै थाल्दै पर जोगेर है तर ब्यालेन्स हुनु मान्दैन पुरा घुमिदिन्छ होला है केटाहरू उपर आऊ बदमास गर्दैछ मुभीहरूको सिन याद होइन आर्मी ट्रेनिङ पिङ खेलाइछ त हामी चाहिँ अब होइन केटाहरूलाई भोक लागेर झालमुरी बोकिरहेछ झालमुरीको लागि रेडी एकदम रेडी
भोक लाग्दिएको है केटाहरूलाई रुममा रड्डी भोक लाग्दै अरे स्पेसल खाना नपाएर दिउँसोको लन्च चाहिँ यस्तो छ होइन मामु है नभनौँ न यति साह्रो त हतियारसित रेडी तगडा छ दामी म परे भको सडक नबेर्दा साथै जान्थ्यो प्राय सबै अङ्गाले हुन्थ्यो पिरती साँचे थियो फिलहाल 6 बजी सकिसक्यो है सो अहिले इभिनिङ टाइममा हामी चाहिँ पर निक्लिएको सकेको छ र केटाहरू अगाडि छ हामी 4 जना एउटा ग्रुप खिच्नु इभिनिङ टाइम केटाहरूलाई चाहिँ साह्रै नै भोक लागेको रहेछ है हाम्रो चाहिँ यो खालको छैन थालेर यो उपर छ नि एउटा एक्स्ट्रा यहाँ यस्तोहरू डाइनिङमा सबैजना रेडी हामी चाहिँ फिलहाल खाना खाँदैछ है डिनर लास्टको सो अरूहरू पनि थुप्रो मान्छ लाइन लाग्नुपर्छ यसरी है पछि हाम्रो डिनरहरू थालिसकिसकेको छ हामीले आज चाहिँ हाम्रो चिकन छ यो चिकन अनि फिस करी केटाहरू अड्किन्छ है बिस्तारै हड्डीहरू छ है चिकनको साथमा चाहिँ आलु रहेछ नि यस्तो स्पेसल डिसहरू लेग पिसहरू हेर्नु